तपाईले शेयर बाई र सेल गर्नका लागि बाई वा सेल विन्डो धेरै ठाउँबाट एक्सेस गर्न सक्नुहुनेछ। आज चाहिँ म तपाईहरुलाई इजिली एक्सेस गर्न सकिने 3 वटा तरिका देखाउन गइरहेको छु। बाई वा सेल अर्डर प्लेस गर्ने पहिलो तरिका भनेको ड्याशबोर्डमा तपाईले कुनै पनि वाच लिस्ट भित्रको स्क्रिप्टको साइडमा रहेको बिड वा आस्क प्राइसमा क्लिक गर्नुभयो भने पनि तपाईका लागि बाई वा सेल अर्डर प्लेस गर्ने विन्डो पपअप हुनेछ। यस्तै कुनै पनि स्क्रिप्ट बाई वा सेल अर्डर प्लेस गर्ने दोस्रो तरिका भनेको तपाईले मार्केट वाचमा कुनै पनि स्क्रिप्टको लेफ्ट ह्यान्ड साइडतर्फ रहेको यो ट्रिपल लाइनको अप्सनमा क्लिक गर्नुभयो भने पनि तपाईले बाई वा सेल गर्ने अप्सन यहाँ पाउनुहुनेछ। यहाँ क्लिक गरिसक्दा तपाईले यसरी बाई वा सेलको अप्सन देखिरहनु भएको छ, जहाँबाट पनि तपाईले बाई वा सेल अर्डर प्लेस गर्न सक्नुहुनेछ। अब कुनै पनि शेयर बाई वा सेल गर्नका लागि बाई वा सेल विन्डो खोलेर तपाईले एसेट सिलेक्ट गर्नुपर्ने हुन्छ, जुन शेयर तपाई बाई वा सेल गर्न खोजिरहनु भएको छ। त्यसकै साइडमा तपाईले बाई वा सेलको अप्सनलाई सिलेक्ट गर्नुहोला। अहिलेका लागि मैले बाईमा सिलेक्ट गरेको छु। त्यसपश्चात तपाईले सेक्युरिटी आइडी यानी कि कुन स्क्रिप्ट बाई वा सेल गर्न चाहदै हुनुहुन्छ, अहिले मैले बाई गर्न लागिरहेको छु, सो मैले बाई गर्न चाहेको एउटा सेक्युरिटी आइडी यहाँ सिलेक्ट गर्नेछु। त्यसपश्चात मलाई चाहेको क्वान्टिटी पनि मैले यहाँ राख्ने छु। उदाहरणका लागि अहिले मैले 100 राखिदिएँ। यस्तै प्राइसको अप्सनमा तपाईले यहाँ प्राइस पनि इन्क्लुड गर्नुहोला। त्यसपश्चात तपाईले आफ्नो इच्छा अनुसार अर्डर टाइप सिलेक्ट गरी बाई वा सेल अर्डर प्लेस गर्न सक्नुहुनेछ। यहाँ ध्यान दिनुपर्ने 2 वटा कुराहरू रहेका छन्। पहिलो कुरा, यदि तपाई बाई अर्डर प्लेस गर्दै हुनुहुन्छ भने तपाईहरुसँग पर्याप्त बाइङ पावर हुनुपर्ने हुन्छ। यस्तै तपाईले सेल अर्डर प्लेस गर्दै हुनुहुन्छ भने तपाईसँग पर्याप्त अवेलेबल शेयर हुनुपर्नेछ।